हेलो एभ्रिवान, वेलकम छ तपाईहरु सम्पूर्णलाई फेरि पनि मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ मेरो भिडियो चाहिँ यस्तो ठाउँबाट स्टार्ट भएको छ। अनि अहिले चाहिँ दिउँसो 12 बज्न आँट्यो अनि हामी चाहिँ जाँदैछौँ खोला। आशा छ हजुरहरु सबै सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि हाम्रो टोलीहरु चाहिँ यता छ, माछा मार्ने टोलीहरु आधी चाहिँ गइसक्यो ब्याट्रीहरु लिएर। अनि हामी पनि जाँदैछौँ माछा मार्नको लागि। अनि यहाँ चाहिँ यस्तो खालको ठाउँ छ। म चाहिँ बागडुग्रामा छु अहिले। अनि भोलि चाहिँ घर फर्किनु पर्ने हुन्छ। अनि आज चाहिँ बागडुग्रा अस्ति नै आएको। अनि आज चाहिँ हामी खोला जाँदैछौँ माछा मार्नुको लागि। सबैजना हिँड उनीहरूसँग त्यो उयो नगर त, अहिले लड्छ। त्यतातिर उयो बोतल फुटाएको छ। ल हिँड सबैजना, तिमीहरू सबैजना माछा पक्रिने होइन त? ल ल, उ त झन् झ्याप्पै पक्रिने रे। दुईजना लाक्पा खेलेको खेलेको छ। ल ल ल, उनीहरू सबै माछा पक्रिने अरे। अनि सो साथीहरू, मेरो भिडियो मन परे मलाई कमेन्ट र सेयर पनि गर्नु होला। अनि कोही नयाँ हुनुहुन्छ भने प्लिज पेजलाई फलो पनि गर्नु होला। अनि त्यहाँदेखिको ल ल। अनि अहिले यहाँनिर चाहिँ धेरै हरियो भइसकेछ। यस्तो सबै हरियो भइसकेछ। अस्ति चाहिँ केही थिएन, सबै सुक्खा थियो। तर अहिले चाहिँ 2-3 दिन भयो पानी परेको। थ्याङ्क यू सो मच। अनि अहिले चाहिँ पुरै हरियो राम्रो भएको छ। अनि वेदर पनि एकदम दामी छ। आज चाहिँ एकदम दामी छ वेदर पनि, किनभने घाम पनि लागेको छैन। अघि बिहान पनि पानी परेको। अनि त्यो भनेर चाहिँ हावा पनि आइरहेको छ। वेदर एकदम दामी छ। यहाँनिर गर्मी त्यस्तो छैन। तर फेरि घाम लाग्यो भने चाहिँ यस्तो बेसी गर्मी हुन्छ नि। यहाँनिर बिहान 7 बजेतिरै घामले यस्तो बेसी पोल्छ। के हुन्छ होला? तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। अनि म बेबी पनि सन्चै छु भन्नु न। म बेबी पनि सन्चै छु। अनि हामी चाहिँ अहिले कहाँ गएको? खोला। के को लागि? माछा मार्नको लागि। ओके, लु जाउँ। सो साथीहरु हेर्दै गर्नु होला। म चाहिँ नि सर्ट भिडियो मात्रै बनाउँछु। कम्ती मात्रै बनाउँछु, किनभने मैले फोन चार्जमा लाउनै बिर्सेछु। अनि चार्ज पनि त्यस्तो बेसी छैन, छिटै सकिहाल्छ। अनि यो भिडियो गर्दाखेरि चाहिँ प्राय चार्ज बेसी उयो हुन्छ नि त। अनि त्यो भनेर चाहिँ हेर्दै गर्ने होला साथीहरु। हाम्रो टोलीहरु चाहिँ पर पुगिसक्यो। को मासु 100 रुपैयाँ केजीको मासु चाहिँ यहाँनिर चाहिँ कति मजाले उयो गर्नु भएर के हो, माटो ल्याएर अनि मल लगाएर यस्तो दामी बनाउनु भएको छ यहाँनिर चाहिँ। अनि हामी चाहिँ खोला आइपुग्न आँटिसक्यौँ। खोला चाहिँ यहीँ नजिकै छ त्यहाँनिर। अनि खोला चाहिँ बढेको पनि छ भनेर भन्दैछ। अनि आज चाहिँ जालीले मार्नु पर्ने अरे। अब हेरौँ केले मार्नुहुन्छ। हामी त मार्नु सकिँदैन होला, हेर्ने मात्रै होला। कसरी मार्नुहुन्छ म त्यो पनि देखाउने छु, हेर्दै जानु होला। हामी चाहिँ माछा मार्ने ठाउँमा आइपुगिसक्यौँ। अनि यो खोलामा माछा मार्नु पर्ने अरे। अनि आज त खोला पनि पुरा बढेको रहेछ, ठुलो भएको रहेछ। अनि अब खोइ यतै मार्छ होला। मार्ने मान्छे मेन चाहिँ खोइ मान्छे नै आइपुग्नु भएन कता। हेर्दै गर्नु होला, हामी माछा मारेको पनि देखाउने छौँ माछा। अनि माछा मार्ने टोलीहरु चाहिँ यस्तो छ। हाम्रो टोलीहरु चाहिँ माछा मार्ने टोलीहरु चाहिँ लु, हामी चाहिँ माछा मार्न स्टार्ट पनि भइसक्यो। अनि यहाँनिर चाहिँ सबैजना माछा मार्दै हुनुहुन्छ। अनि मैले चाहिँ यति पाइराख्छु छु माछा। अनि यहाँ चाहिँ पुरै यति बेसी आउँदो रहेछ क्या माछाहरू। टिप्नु चाहिँ छिटो हुनु पर्यो। टिप्यो भने चाहिँ कति छिटो गयो यता गयो, मैमा गयो, माछा गयो। यहाँ छ ओ माछा। यस्तोहरू त जाऊ।
साथीहरु माछा हामी मारिरहेको छौं तर भने चाहिँ पक्रिनु चाहिँ एउटा पनि पक्रिनु पाएको छैन पानी ठुलो छ नि त खोला अनि हामी चाहिँ अब यहाँ रेडी छौं मार्दै छौं यहाँ चाहिँ ओ महिमा ओ गयो यहाँ लु हामी चाहिँ माछा टिप्ने वालामा छौं देख्नु दियो र यो म चाहिँ यहाँ भन्दा ठुलो पक्रिन नसक्ने रहेछु यत्रो नै पक्रिन सक्ने रहेछु म चाहिँ माछा चाहिँ हामीले यति मारिसक्यौँ त्यही त अनि यहाँनिर चाहिँ टिप्दैछ माछा टिप्दैछ म चाहिँ गएँ अब पर सबै माछा टिप्दैछ माछा चाहिँ यसरी छेउछेउमा हेर्नुपर्छ कि बगाउँदै आउँछ तर म चाहिँ टिप्नु नसक्ने रहेछु कति भयो यति भयो एक केजी जस्तो हुन आँट्यो है हामीले माछा मारेको चाहिँ थाहा केले घोच्यो घोच्यो त मलाई त फेरि हामी यहाँनिर लगाउने त्यो भुइँमा टिप्नै अप्ठ्यारो हुन्छ कि है होइन खोइ होइन बटार्यो खै एउटा चाहिँ ठुलै परेछ तर जिउँदैछ छोडिदिउँ म छोडिदिनु पर्यो जिउँदै रहेछ यो चाहिँ ठुलो अब यो चाहिँ ठुलै रहेछ 1 केजी त ज्यादै भयो 1 केजी ज्यादै भइसक्यो हाम्रो माछा जिउँदैछ सबै जिउँदै 1 किलो एउटा ठुलो परेको थियो त कता गयो छ त ओ 1 किलो जस्तो यति भएछ त नि 1 किलो आयो उता कति बगायो नि बगास न अलिअलि त अनि थोरै आएन एउटा खुट्टाबाट गयो यहाँनिर चाहिँ यस्तो यति बेसी माछा छ कि यहाँनिर चाहिँ यसरी मार्नु पर्छ सेतै थुप्रो छ उतैले चप्पलले टेक्यो यता चाहिँ पुरै छ माछा सेतै पल्टिरहेको छ लु थाप यता टिप है माछा चाहिँ यसरी पर्छ नानी उता नजाऊ न करेन्ट लाग्छ यता लु आमा यहाँ सेतै थाप ल हामी चाहिँ यहाँनिर पुरै माछा चाहिँ पुरा उयो त सेतै पल्टिरहेको छ माछा यहाँ मुनि कति बेसी छ आमा हेर्नु न उसलाई चाहिँ सानो माछा दिएको छु मैले खै हेरौँ त छिटो पक्रेर राख यहाँनिर चाहिँ यति माछा छ आमा यो पनि पक्रेछ नि मैले त एउटै पक्रिन जानिन कि म चाहिँ एउटै माछा पक्रिन जानिन माछा चाहिँ पुरा पल्टेको छ यतातिरै माछा यहाँनिर हामी चाहिँ माछा मारेर पनि आमामा आयौँ अनि हाम्रो माछा चाहिँ यत्रो बेसी भएको छ कति केजी जस्तो छ होला माछा माछा भन्ने कुरा मार्ने भनेको खोलामै हो होइन त
अन्त अब हामीले मात्रै मारेको छ त अरूले पनि मारेर खान्छ त्यही त लु हाम्रो चाहिँ माछा कति केजी झन्डै 5 केजी जस्तो माछा आएछ आज 5 केजी त ज्यादा छ है यो माछा ज्यादा छ है 5 केजी भन्दा ज्यादा माछा छ अनि मार्ने मान्छे चाहिँ यता छौँ सबै आफू आफै सफा गर्ने राखेर हत्तु अनि म चाहिँ आउँदा च्याउ पनि टिपेर लिएर आएको तर फर्स्ट टाइम च्याउ उसले पनि भनेको मिठो हुन्छ अरे लु हामीले चाहिँ माछा पनि प्राय सबै धोइसक्यौँ ठुल्ठुलो जति गाइस यहाँ भन्दा ठुलो चाहिँ मिल्दैन यो बालासन नदीमा यो ठुलो अनि यहाँ सानो चाहिँ अहिले घरमै खाने हो आम्मामा यत्रो बाल्टीको एक बाल्टी लिएर आएको हामीले चाहिँ 2 बाल्टी अनि यो बोलको झन् 1 बोल जस्तो भयो अनि माछा चाहिँ नपाएको होइन धेरै नै पाएको हो अनि पनि 5-6 केजी जस्तो 5-6 केजी जस्तो त परेको थियो है 5-6 केजी जस्तो त भएको थियो अनि हाम्रो चाहिँ हामीले चाहिँ अलिक बेसी छ राखेको भन्नु पनि नभएको अनि हामी चाहिँ अब यो केलाएर कोही फ्राई गर्नुपर्ने हुन्छ कोही पकाउनु पर्ने हुन्छ अनि च्याउ पनि अलिकति टिपेर लिएर आएको बाटोमा आउँदै अनि अब चाहिँ यसो साथीहरू भिडियो पनि धेरै लामो भइसक्यो सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला अनि त्यही भन्दै थ्याङ्क यू फर वाचिङ बाई 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 भन बाई बाई बाई